छ भन्ने अघि नै एउटा बहिनीले बोल्दै गर्दा मलाई वास्तवमै आज सानसाना बच्चाहरूले पनि राजनीतिकलाई बुझिरहेको भन्ने कुरा प्रश्न बुझ्न सक्छौँ हामी। त्यस कारणले गर्दा पनि शिवराज नगरपालिकाले यिनी कार्यक्रमहरू आयोजना गर्नुको कारण पक्कै पनि तपाईँ सबै नगरवासीले बुझ्नुभएको छ होला। हामीले विभूतिको सम्मान गर्नुपर्छ, हामीले रीतिरिवाजको सम्मान गर्नुपर्छ, हामीले धर्म परम्परालाई अपनाउनुपर्छ, हामीले सबै जात जाति र धर्मलाई माया गर्नुपर्छ। तब मात्र देशको विकास उन्नति हुनसक्छ भन्ने कुरा मैले होइन, अघि नै 15 जना वक्ताहरूले बोल्नुको कुरा तपाईँहरूलाई मैले भन्न चाहन्छु। र मैले धेरै कुरा नगर्दै आज यस कार्यक्रममा भाग लिने मेरा सासाना भाइ बहिनीहरूलाई म हृदयदेखि धन्यवाद चाहन्छु। र शिवराज नगरपालिकाले अब आउने हरेक वर्षमा यस्तै विभिन्न कार्यक्रमहरूलाई आयोजना गर्दै जानेछ। र अघि नै कार्यक्रम सञ्चालक नवराज पौडेल भाइले भने जस्तै यो शिवराज नगरपालिका सहयोगी नेपाल र शिवराज नगरपालिकाले मात्रै गर्ने कार्यक्रम होइन, यो पृथ्वीनारायण शाहलाई मान्ने र यो देशमा बसेर म नेपाली भन्ने र म नेपाली भएर गर्व गर्ने व्यक्ति सबैको कार्यक्रम हो भन्दै आफ्नो शुभकामना मन्तव्य अर्थ गर्छु। धन्यवाद, नमस्कार। पृथ्वीनारायण शाह अमर रहून्, पृथ्वीनारायण शाह अमर रहून्, अलिक जोडले पृथ्वीनारायण शाह अमर रहून्, पृथ्वीनारायण शाह अमर रहून्। धन्यवाद।